हामी चाहिँ घर आइसक्यौँ भर्खरै हामी 9 बजे आइपुग्यौँ आज छिटो आइपुग्यो हामी चाहिँ हाम्रो गाउँ चाहिँ यस्तो छ साथीहरू हाम्रो घर फुलिरह अनि पानी पनि परिरह जहिले आउँदाखेरि गर्मी हुन्थ्यो यो चोटि आउँदा एकदम शीतल छ फर्स्ट टाइम छिटो आएको पनि हामी अनि त्यसपछि शीतल भएको पनि आजै होला जहिले आउँदाखेरि पसिना पसिना एकदमै राम्रो छ हाम्रो घर चाहिँ यहाँ सब पर्दा सर्दा धोएर राख्नु भएको छ अब यसमा पर्दा सर्दा हालेर दसैँ आयो नि त साथीहरू हाम्रो घर चाहिँ ड्याडी र मम्मी मात्रै हुन्छ त्यही भएर पसल पनि छ भ्याउनु पाएन अरू पनि भ्लग बनाउँछ साथीहरू अब कति बजेको छ भनेपछि 12:30 बज्न लागेको छ सुत्नुपर्छ आनन्दसँग अझै भात खाँदैछु पसलमा आएको छु आज चाहिँ हिजो आइपुगेको म यहाँ घर चाहिँ आज चाहिँ नवमीको दिन हो नवमी हो यो चाहिँ हाम्रो पसलको प्रदीप पर्ने चाहिँ मेरो भाइको नाम हो है अनि हाम्रो पसलभित्र के छ हजुर हाम्रोमा चाहिँ यस्तो छ खासमा चाहिँ यो हाम्रो चाहिँ के भन्छ अरे घर डेकोरेसनको हो अनि पसल हो सबै हाम्रो ठुलो मम्मी हेलो गरिदिनु ठुलो मम्मी हेलो साथीहरू सब्सक्राइब गर्नुहोस् भन्नु मलाई दसैँको शुभकामना र हाम्रो मम्मी त भन्नु सक्छु निकै एकदम सन्चै आएर मगर भाषामा मगर भाषामा के भन्छ के हो त्यो भने राम्रै छ सन्चै छ सेमोनले दसैँरा हाम्रो पसलको टुर गराउँदैछु म चाहिँ यहाँ चाहिँ हाम्रो पर्दाहरूको ऊ हो यो चाहिँ हाम्रो पोलर ब्ल्याङ्केटहरू हो यो पनि पर्दाहरू हो यो चाहिँ पोलोहरू सबै छ यहाँ के छ साथीहरू दसैँमा लाउने टिका लाउने यो सोफामा बस्ने अनि यो चाहिँ हाम्रो पर्दाको आइटमहरू यो बेड म्याट्रेसहरू यता चाहिँ कार्पेटहरू छ हाम्रो यता दराजहरू छ हाम्रो यता चाहिँ दराजहरू छ सोकेसहरू यिनीहरू चाहिँ यो चाहिँ दराज हो यो दराज हो 3 पिस दराज 2 पिस दराज सबै छ है हाम्रोमा चाहिँ यो फेरि बेड हो सिम्पल खालको बेड तर यसको यहाँभित्र फेरि यस्तो खालको छ बक्सवाला चाहिँ होइन बक्सवाला भित्र सामान राख्ने चाहिँ यो म्याट्रेस भइहाल्यो तल पनि अर्को बेड छ अनि हाम्रो सोफाहरू चाहिँ सबै सिधिसक्यो आज चाहिँ नवमीको दिन हो लास्ट एक पिस सोफा अब उता गोदाममा पनि छैन सोफा लास्ट छोडेको सोफा यही हो लास्ट अनि त्यहाँ चाहिँ हाम्रो भाइले बेड सेट गर्दैछ यता चाहिँ यो कार्पेटहरू छ यता घुम्ने कुर्सीहरू सबै सामानहरू सिद्धिसक्यो हाम्रो साथीहरू यता चाहिँ घोडाको आइटमहरू छ सामानहरू सबै सिद्धिसक्यो अहिले चाहिँ यस्तै हो पसलमा लास्ट बेचा यता चाहिँ हाम्रो ड्याडी यता काम गर्छ यो भाइले हाम्रो पसलमा आज लास्टै बिजी भयो साथीहरू आज नवमीको दिन हेर्नुहोस् हाम्रो भर्याङमा यस्तो राखेको छ कचाङ पचाङ के हो मैले चाहिँ आज हाम्रो पसल टुर गराइरहेको छ है साथीहरू हजुरहरूलाई यो चाहिँ हाम्रो पसल हो नि त पसलको घर
यहाँ पनि सामानहरू छ सफाइ घर सिरानीहरू हो यो कुसनहरू हो यो ह्याङ्गर हो हे भगवान सब सामान सिद्धिसक्यो हाम्रो दसैँ लागेर फेरि लिएर आउनुपर्छ सामान के छ यहाँ चाहिँ केही रहन्छ खासै ढोका त फिट्टैले अर्का के छ यहाँ चाहिँ यस्तो रहेछ भगवान किन छैन सब सामान सिद्धिसक्यो साथीहरू दसैँ लाग्यो दसैँले गर्दा सामान वृद्धि हो के हो यो ए माथि जान्छु भने छतमाथि पनि यस्तो रहेछ जाने बाटो पनि छैन रहेछ हे भगवान जानै नहुने रहेछ त्यो 3D मा हो हजुर काठको त्यो खै डेलाई सोध्नुपर्छ मलाई थाहा छैन त्यो 32,000 काठ राम्रो हो यसको हजुर हजुर लगाएर वेट गरिदिन्छ यसमा पिफर्म म्याट्रेस राखिन्छ नि त म्याट्रेस राख्दा यति त आउँछ नि अब पहिलाको जस्तो कस्तो तलमा ए यो सामान ए यो त यस्तै हुन्छ आजभोलि त यस्तै हुन्छ यसको त यहाँ पनि छ क्या स्पेस हुँदै यत्रो ठाउँ छ एप्पलको यसमा पनि सामानहरू राख्नु मिल्छ यो काठ एकदम राम्रो खालको काठ हो कि यो काठ राम्रो हो यसको हजुर खिच्नु फोटो खिच्नु Hello guys. Hi. गाइस वन बिहान यहाँ Guys. हेलो वन मेरो युट्युब च्यानलमा हेलो वन भने छिटो हेलो गाइस सब्स्क्राइब गर्नुस् लाइक गर्नुस् भन छिटो लाइक गर्नुस् सब्स्क्राइब गर्नुस् भन 5-6 को हो यो बेग 5-6 को हो यो फेरि पनि म केही कुराहरू नयाँ कुराहरू हजुरहरूलाई देखाउने छु ल म